नमस्कार दर्शकवृन्द, हामी हब डिजिटल मिडिया प्रणालीद्वारा सञ्चालित मेरो मेचीनगर.com को फेसबुक पेजबाट बोलिरहेका छौँ। हाम्रो मेचीनगरको फेसबुक पेजले हामी विभिन्न समसामयिक विषयहरूलाई केन्द्रमा राखेर हामी सम्बन्धित विज्ञहरूसँग छलफल र बहस गर्दै आएका छौँ। कुनै दिन हामीले झापाको पूर्वोत्तरमा देखिएको जङ्गली हात्तीको आतङ्कलाई मुद्दा बनायौँ। कुनै बेला शिक्षा, वातावरण, खेलकुद र वनलाई हामीले मुद्दा बनाउँदै आएका छौँ। आज म फरक विषय र प्रसङ्गमा तपाईहरुसँग चर्चा गर्नको लागि उपस्थित भइसकेको छु। 2052 सालमा सरकारी सेवामा प्रवेश गर्नुभयो झापा गौरहदाका अग्निप्रसाद अधिकारी। 2052 सालमा अधिकृत लेभलबाट आएर अहिले 2083 साल असार 9 गते नेपाल सरकारबाट उहाँ चाहिँ रिटायर हुनुभयो र आज म उहाँसँग यसैको पेरोफेरोमा रहेर अबको सेवानिवृत्त जीवन कसरी बित्छ र मेचीनगर नगरपालिकामा 2080 साल फागुन 14 गते आएर प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरिरहँदा कस्ता खालका सारा गाह्रा अप्ठ्यारा देखा परे, यो विषयमा म सरसँग गफ गर्न आज गइरहेको छु। सर, यहाँलाई सबैभन्दा पहिला हब डिजिटलमा स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? ठिकठाक छ। अब यो प्रकृतिको नियमै भनौँ या एउटा होइन रोल क्रमै भनौँ न, आउने जाने सरुवा बढुवा भइरहन्छ। तपाईँ 2059 साल फागुन 27 गतेदेखि औपचारिक रूपमा काम गर्नुभयो, निजामती सेवामा प्रवेश गर्नुभयो। त्योभन्दा अगाडि 7 वर्ष तपाईँ सरकारी सेवामै हुनुहुन्थ्यो होइन। अब आज तपाईँ 2083 साल असार 9 गते सेवानिवृत्त हुँदैछ। एकपटक तपाईँको त्यो उमेरलाई फर्केर हेर्न चाहनुहुन्छ यहाँ? त्यो सम्झिँदा त एकदम नोस्टाल्जिक हुन्छ। त्यतिखेरको उत्साह जाँगर होइन, एउटा एनर्जी जुन हुन्छ नि, त्यो एनर्जी त्यो बेग्लै खालको एनर्जी थियो। अब युवा बेलामा अब कुन क्यारियर पाथ रोजौँ भन्ने किसिमको भइरहेको बेलामा चाहिँ होइन, अब कुन सेक्टर रोजौँ भन्दाखेरि अब पहिला त निजामती सेवातिर अथवा सरकारी सेवातिर आउने कुरा थिएन। मेरो एजुकेसन ब्याकग्राउन्ड भनेको चाहिँ जियोग्राफी। मैले मास्टर्स पहिले सुरुमा जियोग्राफीमा गरेँ। हजुर, भूगोलबाट। अनि त्यो भइसकेपछि अब रिसर्च फिल्डमा अरूतिर लागौँला भन्ने थियो, त्यतातिर पनि आकर्षित भइरहेको थियो। तर पछि साथीहरूको सङ्गतले गर्दाखेरि, केही साथीहरूको सङ्गतले गर्दा मोड अर्कातिर चाहिँ भयो। ठिक छ, म तपाईँसँग यो विषयमा थोरै कुराकानी गर्छु कि तपाईँको दौरानमा नि 2052 सालदेखि आज 2083 सम्म आइपुग्दा तपाईँले बिर्सनै नसक्ने, तपाईँको जागिरको दौरानमा निजामती सेवामा बिर्सन नसक्ने कुनै पनि एउटा व्यक्ति या त्यो क्षण छ, याद छ, स्मरण छ यहाँलाई केही? होइन, त्यस्तो त अब धेरै छन् होइन। अब विभिन्न ठाउँमा साह्रो गाह्रो अप्ठ्यारोमा साथ दिने, सहयोग गर्ने। विशेष गरेर चाहिँ अब हामी कर्मचारीकै माझमा भएको हुँदाखेरि चाहिँ कतिपय कर्मचारी साथीहरू अब ठ्याक्क अहिले फलानु व्यक्ति मात्रै भनेर भन्दाखेरि चाहिँ अब धेरैजना यस्तो अन्याय हुन्छ। त्यही त, उहाँहरूलाई अन्याय होला। त्यसले गर्दा म यतिजना व्यक्ति अथवा यो फलानु त भन्दिनँ, तर धेरैजना हुनुहुन्थ्यो। उहाँहरूबाट हामीले सिक्यौँ धेरै कुराहरू र साथ सहयोग पनि पाइयो। त्यस्तो क्षणहरू, अप्ठ्यारा क्षणहरू, अब कहिलेकाहीँ जागिरको दौरानमा चाहिँ कहिलेकाहीँ एकदम जटिल क्षणहरू, चुनौतीपूर्ण क्षणहरू पनि आउँछन्। अब किनभने यसलाई पनि सामना गर्नु, कानुन व्यवस्था सबै चाहिँ के अरे हामीले कार्यान्वयन गर्नुपर्ने अवस्था हुन्छ। फेरि म अफिसर लेभलमा चाहिँ सुरु गरेको हुनाले प्राय म कार्य प्रमुखको रूपमा चाहिँ काम गरेको छु। जस्तो तपाईँ चाहिँ मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट रिटायर हुनुभयो होइन। तपाईँ 2080 साल फागुन 24 गतेदेखि मेची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा आएर बस्नुभयो यहाँले। र त्योभन्दा अगाडि यहाँ के सुनिन्थ्यो भने मेची नगरपालिकामा चाहिँ प्रमुख प्रशासक टिक्नुहुन्न रे, कोही 6 महिना टिक्ने रे, कोही 9 महिना टिक्ने रे, यहाँ चाहिँ कर्मचारी र जनप्रतिनिधि बिचमा तनाव हुन्छ अरे भन्ने एक खालका, होइन, यहाँले पनि सुन्नुभयो होला, एक खालका हल्लाहरू थियो बजारमा। यहाँको भोगाइमा, यहाँको जीवनमा लामो समय तपाईँ 80 सालदेखि 83 भनेको झन्डै 3 वर्ष तपाईँले यहाँ बिताउँदै हुनुहुन्छ। त्यो पाउनुभयो कि पाउनु भएन यहाँले? यस्तो हुन्छ समाजमा त द्वन्द्व। अब यो द्वन्द्व भनेको चाहिँ यो अनिवार्य जस्तो हुन्छ कि यो इन्भिटेबल भन्छ। अब यो चाहिँ स्वाभाविक रूपमा आउँछ, द्वन्द्व जहाँ पनि हुन्छ। किनभने एकदेखि अर्को हुने बित्तिकै द्वन्द्व सुरु हुन्छ। अब द्वन्द्वका पनि विभिन्न प्रकारहरू हुन्छ। कर्मचारीको ठुलो समूहमा त अनि फेरि जनप्रतिनिधि र कर्मचारीको कम्बिनेसनमा स्थानीय तहहरू हुन्छ। झन् ठुलो चाहिँ अब उहाँहरूको भूमिका र यो रोल कन्फ्लिक्ट, गोल कन्फ्लिक्ट भन्छ क्या। रिसोर्समा चाहिँ पहुँच कसैको बढी हुन्छ। अब कोही कर्मचारीको रिसोर्समा, अधिकारमा पहुँच बढी, अब कसैलाई जिम्मेवारी धेरै हुन्छ, कसैलाई कम हुन्छ। यस्तो यस्तो सानो सानो कुराहरूले अनि कार्य सम्पादनको तौर तरिका अनि रिवार्ड पनिसमेन्टको कुरा, अब भनौँ न काम गर्दाखेरि चाहिँ पुरस्कार पाउने अपेक्षा पनि गरे हुन्छ।
अब काम बदमासी गर्नेलाई अर्को त्यो राम्रो गर्नेले चाहिँ नराम्रो गर्नेले पनि उही बराबर ट्रिट गर्यो भने त्यो पनि एउटा चाहिँ असन्तुष्टिको, त्यो असन्तुष्टिको अन्यायको कारणले गर्दा द्वन्द्वको आभास हुन्छ। मतलब अलिकति त्यो सरको यो बसाइको 3 वर्षको दौरानमा यो आवाज चाहिँ तपाईँले अनुभव गर्ने समय आयो कि आएन? होइन, त्यो त त्यो त ग्रुपमा हामीले त्यो त स्वीकार्नै पर्छ। अब विभिन्न सानो सानो ग्रुपहरू, इन्ट्रेस्ट ग्रुपहरू आफ्नो हुन्छ, अथवा मन मिल्ने साथीहरूको भनेको स्वार्थ सिद्धको लागि चाहिँ होइन, त्यो पनि हुन्छ। अब त्यतिकै पनि अब चाहिँ स्वभाव मिल्नेहरूको एउटा समूह हुन्छ, त्यो इन्फर्मल अर्गनाइजेसन भन्छ कि त्यस्तोलाई। त्यस्तो इन्फर्मल अर्गनाइजेसन कहिलेकाहीँ काम पनि लाग्छ। इन्फर्मल अर्गनाइजेसन सधैँ नराम्रो त हुँदैन, तर कहिलेकाहीँ के हुन्छ भने एक अर्का बिचको कार्य सम्पादनको सन्दर्भमा चाहिँ कोअर्डिनेसन गर्नुपर्छ नि। कोअर्डिनेसन गर्ने सन्दर्भमा चाहिँ अब मन नपर्ने मान्छे, मन नपर्ने शाखा भनेपछि अब त्यो काममा सहयोग नगर्ने। तपाईँलाई चाहिँ तपाईँसँग काम गर्नको लागि चाहिँ यो मेची नगरपालिकामा आउनुहुने नगर प्रमुखज्यूहरू या जनप्रतिनिधिज्यू हुनुहुन्छ, कर्मचारी हुनुहुन्छ, विभिन्न शाखा कतिको समन्वय गर्नुभयो तपाईँसँग? काममा कतिको तपाईँको नेपालीमा भन्छ एउटा खुट्टा तान्ने, होइन, त्यो खुट्टा तान्ने काम चाहिँ यहाँबाट हजुरसँग भएको भएन हजुरलाई? अब म के ठान्छु भने म चाहिँ अब प्रमुख प्रशासकीय अधिकारीको रूपमा आएको हुनाले चाहिँ त्यो सबै कुरा मिलाएर व्यवस्थापन गरेर जानुपर्ने मेरो प्रमुख दायित्व हुन्छ। किन मैले अरू त पन्छाउन मिल्दैन। यदि मैले चाहिँ त्यो द्वन्द्व व्यवस्थापन गर्न सकिँदैन, मेरो कमजोरी अरूलाई दोष दिनुभन्दा पनि मेरो कमजोरी हो भन्ने लाग्छ। र भरसक सबैलाई, कर्मचारीलाई एउटा फ्यामिली मेम्बरको रूपमा मैले लिएँ। अब जनप्रतिनिधिहरूलाई जनताको अभिमत लिएर आउनुभएको उहाँहरूको इच्छा आकाङ्क्षाहरू सम्भव भएछन् कानुनसम्म ढङ्गले पुरा गर्ने सन्दर्भमा चाहिँ मैले प्रयास गरेँ जस्तो लाग्छ मलाई, होइन। यो मेची नगरपालिका त 1,33,076 जनसङ्ख्या भएको चाहिँ पालिका होइन, संरचनाहरू त्यस्तै छ। राज्यको पूर्ण संरचनापछि 5-7 वटा पालिका पनि यहाँ गाभिएका छन्। सिङ्गो मेची नगरवासीबाट चाहिँ यहाँलाई कतिको साथ सहयोग भयो, अथवा तपाईँले चाहिँ यो मेची नगरवासीहरूलाई उनीहरूका मागहरू, उनीहरूका कुराहरूलाई कतिको सम्बोधन गर्न सके भन्ने लाग्छ यहाँलाई? अब हेर्नु, पब्लिकको त केही त्यस्तो दोष हुँदैन। अब हामी पब्लिक सर्भेन्ट हो। पब्लिक सर्भेन्टले चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूको इच्छा आकाङ्क्षा बुझेर होइन, अब सम्भव हुने कुराहरू गरिदिने, असम्भव हुने कुराहरू यो कारणले हुँदैन भनेर भनिदिने र प्रोम्प्टली त्यसको भनौँ न त्यसको जवाफ दिने अथवा त्यसको चाहिँ प्रतिक्रिया दिने र चाहिँ उहाँहरूलाई चित्तबुद्ध चाहिँ चित्त बुझाएर पठाउने हाम्रो दायित्व हो। किन राज्यको काम गर्ने भनेर हामी बसेको हुनाले चाहिँ अब उहाँहरूबाट गुनासो त हुने कुरै भएन। र हामीले अब पछिल्लो सन्दर्भमा एक्सपेक्टेसन धेरै ठुलो, अब कहिलेकाहीँ किनभने टेक्नोलोजीको कारणले अब ग्लोबल भिलेजको रूपमा छ नि त अहिले, बाहिर विकसित मुलुकमा भएको चिज पनि यहाँ तुरन्त पाइए हुन्थ्यो भन्ने हुन्छ। त्यो चाहिँ हाम्रो कतिपय प्राविधिक कारणले, कतिपय टेक्नोलोजीको कारणले, कतिपय अरू कारणले गर्दाखेरि चाहिँ प्राप्त नहुन सक्छ। त्यसले असन्तुष्टि चाहिँ पैदा भएर कहिलेकाहीँ होइन, अब मान्छे त्यत्तिकै फ्रस्ट्रेट हुने, असन्तुष्टि व्यक्त गर्ने हुन्छ। तर त्यो पनि हामीले पछिल्लो समयमा चाहिँ टेक्नोलोजीको प्रयोग गरेर अहिले चाहिँ छिटो छरितो सेवा दिनका लागि चाहिँ अहिले हामीले यहाँलाई चाहिँ थाहा चाहिन्छ वडा नम्बर 6बाट हामीले हाउस होल्डको प्रोफाइल बनाउँदैछौँ। सबै डिजिटल प्रोफाइल चाहिँ हामी 15वटा वडाको बनाउँछौँ। त्यसले गर्दा घरैबाट आगामी दिनमा अर्को वर्ष चाहिँ कर पनि तिर्न पाउँछ। कर शुल्क जे उसले उपभोग गरेको छ अथवा उसले तिर्नुपर्ने दायित्व छ त्यो चाहिँ यहाँ आउनु पर्दैन। उसलाई चाहिँ हामीले क्युआर उपलब्ध गराउँछौँ जो व्यक्तिले तिर्नुपर्ने हो। गरिसकेपछि चाहिँ अनि त्यो यहाँ आउनु पर्दैन। यो भनौँ न वडाको करिब 30-32वटा सिफारिसहरू चाहिँ घरमै बसेर लिन मिल्छ। सर ठ्याक्कै मलाई एउटा कुरा चाहिँ भनिदिनु, यो सिङ्गो नगरवासीहरूले बुझ्ने गरी जस्तो टेककुमार रेग्मी प्रमुख प्रशासकीय अधिकृत यहाँबाट गएपछि सरको यहाँ आगमन भयो होइन सर? टेककुमार रेग्मीसम्म आइपुग्दाको प्रमुख प्रशासकीय अधिकृतले गरेको काम मध्ये अग्नि प्रसाद अधिकारीले चाहिँ यो छुट्टै एउटा नयाँ काम गरेर जानुभए भने के छाप छोडिदिनु भयो तपाईँले नगरवासीलाई? त्यसरी म फेरि तुलना गरेँ किनभने उहाँहरूको एउटा कुनै त नयाँ काम यो चाहिँ त्यो बेला भएको थिएन भने हजुरलाई पनि त्यही त होइन। उहाँहरूले आफ्नो त्यो टाइममा एभाइलेबल सिचुएसन अब मतलब आफ्नो क्षमता योग्यता अथवा एभाइलेबल रिसोर्सको आधारमा चाहिँ त्यो कन्डिसन कस्तो थियो होइन, त्यो बेलामा चाहिँ सायद उहाँले आफ्नो प्रयास गरेको होला। त मैले भन्दाखेरि तुलना गर्ने भन्दा पनि मैले आएर यहाँ मेनली गर्न खोजेको चाहिँ यो डिजिटल गभर्नेन्सको कुरालाई चाहिँ अलिक जोड दिन खोजेको। जस्तो डिजिटल गभर्नेन्समा हाम्रो अहिले सबभन्दा असन्तुष्टि भएको भनेकै सर्भिसमा चाहिँ एकदम घुमाउरोपना छ, दुःख पाइन्छ, अप्ठ्यारो छ, काम हुँदैन, फाइल हराउँछ भन्ने विषय नै प्रमुख रूपमा गुनासोको रूपमा रहेको छ। त्यसलाई कम गर्नको लागि हामी अब कसैलाई हप्काइ दबाई गर्दा, कसैलाई कारवाही गर्दा भन्दा पनि टेक्नोलोजीको प्रयोग गर्ने, सिस्टम इस्टाब्लिस गर्ने। अहिले त्यसै भएर एकीकृत नगर सेवा प्रणाली भनेर अहिले मैले प्रोफाइलको कुरा गरेँ नि, एकीकृत नगर सेवा प्रणाली भइसकेपछि त
कसैप्रति गुनासो केही हुँदैन, प्रोम्पली सर्भिस पनि भयो, घरैबाट पनि यहाँ विदेश बसेर पनि कर तिर्न पाइयो। त्यो एउटा भयो भने अर्को चाहिँ हामीले योजना व्यवस्थापन प्रणाली भनेर चाहिँ एउटा प्रणालीको सुरुवात गराएको छ, जसलाई पब्लिकले पनि हेर्न मिल्छ। दुई किसिमको छ, इन्टरनल हामीले चाहिँ किन इन्ट्री गर्नु पर्यो भने त्यो पनि मिल्छ। अर्को चाहिँ पब्लिकले अहिले यहाँले हेर्नुभयो भने 1 नम्बर वडाको योजना कति कार्यान्वयन भए, सम्पन्न भए, कति बाँकी छन् भन्ने ठ्याक्कै हेर्न सक्नुहुन्छ। भनेपछि अनि अर्को चाहिँ प्रविधि मैत्री बनाइदिनु भयो तपाईँले। अहिले अब पब्लिकले चाहिँ कति योजना कार्यान्वयन भयो यहाँ अफिसमा सोध्नु पर्दैन, कसैलाई सोध्नु पर्दैन, वेबसाइट खोलेर हाम्रो चाहिँ के अरे यो नगरपालिका वेबसाइटमा गएर त्यो योजना मोनिटरिङ प्रणाली भन्ने छ, त्यसमा चाहिँ बाहिर चाहिँ एक्सटर्नल भनेर राखेको छ। त्यो एक्सटर्नल क्लिक गर्ने बित्तिकै तपाईँको सरलै सबै अहिलेसम्म कति प्रगति भयो, कति % प्रगति भयो, सबै प्रगतिको डायग्राममै हेर्न मिल्छ। त्यो सिस्टम। अर्को भने अर्को चाहिँ हामीले योजना ब्याङ्कलाई प्रणालीमा हालेका छौँ। अहिले हामीले योजना माग्नलाई चाहिँ यो कहीँ गइरहनु पर्दैन, यो मतलब योजना पेपर वर्क गर्नु पर्दैन। खालि चाहिँ योजना ब्याङ्कमा वडामा गएर योजना ब्याङ्कमा इन्ट्री गरेपछि त्यही योजनाबाट हामी यता तान्छौँ। भनेपछि अहिले प्रदेशले पनि हामीले पुरै सुरु गरेको यो गाउँ गाउँमा गएर हामीले ओरिएन्टेसन गराएर प्रदेशले पनि त्यो प्रणाली स्थापना गरेको छ। भनेपछि हामी त्यो हिसाबले चाहिँ टेक्नोलोजीको हिसाबले हामी जुन एडप्ट गर्न खोजिरहेको छौँ त्यो यदि भयो भने अहिलेको यो जुन असन्तुष्टि, अविश्वास, त्यसलाई सम्बोधन हुन्छ। अनि राज्यप्रतिको एक खालको वितृष्णा छ नि, त्यसलाई सम्बोधन हुन्छ भन्ने लाग्छ। अब जाँदा म 2टा क्वेसन यहाँलाई राख्छु, मेरो जिज्ञासा। अब सर जाँदै हुनुहुन्छ होइन सर, नयाँ प्रमुख प्रशासकीय अधिकृत आउँदै हुनुहुन्छ, तपाईँ जाँदै गर्दा र उहाँ आउँदै गर्दा के सन्देश दिनुहुन्छ मलाई, के भन्न चाहनुहुन्छ मलाई? अझ यहाँका कुन काम बाँकी होलान् होइन, यसलाई पुरा गर्ने जिम्मेवारी अब उहाँको काँधमा होला, तपाईँ के भन्नुहुन्छ जाँदा जाँदै? अब आउने पनि मैले चिनेको मान्छे हुनाले म जतिकै अनुभवी हुनुहुन्छ, किनभने पुरानो स्थानीय तहमा बसेर धेरै ठाउँमा उतार चढाव भोगेर आउनुभएको हुनुहुन्छ। खासै मैले त्यस्तो चाहिँ के अरे भन्नुपर्ने उहाँलाई के छ, किनभने उहाँले सबै कुरा थाहा छ कि स्थानीय तहका समस्या के हुन्, चुनौती के हुन्, कसरी अगाडि बढ्नुपर्छ, द्वन्द्व व्यवस्थापन कसरी गर्नुपर्छ भन्ने किसिमको कुरामा चाहिँ म एकदम जानकार हुनुहुन्छ। अब मुख्य रूपमा चाहिँ अब ठुलो अर्गनाइजेसनमा जनप्रतिनिधि र कर्मचारी बिचको चाहिँ एक खालको चाहिँ के अरे सम्बन्ध छ नि, त्यो सम्बन्धलाई सुदृढ गराउने, अविश्वास कम गराउने अथवा अविश्वास नहुने वातावरण बनाउने विषयमा चाहिँ अलिकति पहल गर्नुपर्छ। पब्लिकसँग चाहिँ विशेष रूपमा जोडिन सकियो भने त्यो चाहिँ अलिक फाइदाजनक हुन्छ भन्ने लाग्छ, जुन कुरा उहाँलाई अलरेडी थाहा छ जस्तो लाग्छ मलाई। हजुर, अब तपाईँ आउनुभयो यहाँ आएर मेची नगरवासीलाई होइन सीमित स्रोत साधनका बावजुद पनि जुन खालको सेवा सर्भिस डेलिभरी गर्नुभएको छ, यो प्रति म हब डिजिटल मिडिया प्रणालीको तर्फबाट हार्दिक आभार यहाँलाई प्रकट गर्छु। यहाँको सेवानिवृत्त समय राम्रो बितोस्, यो जीवन अझ रचनात्मक र सडक काममा लाग्नु, समाजसेवामा जुट्नु परोस्। हाम्रो तर्फबाट म यहाँलाई यही शुभकामना। धन्यवाद।